यो वाच गाइस के छ हामी सन्चै छौँ होइन एन्ड एउटा सानो एनाउन्समेन्ट के छ भन्दाखेरि चाहिँ म अब डेली भ्लग गर्न लागिरहेको छु त्यही पनि हिन्दीबाट हिन्दीबाट चाहिँ किन गर्न लागेको भनेर अब धेरैले स्टोरी खोजी गर्ला कतिले मनै पराउँदैनन् खासकर हाम्रै ठाउँको मान्छे हाम्रै नेपालमा खासमा चाहिँ मैले हिन्दीबाट किन भ्लग बनाउन खोजेँ भन्दाखेरि आफ्नै ठाउँलाई आफ्नै देशलाई एक्सप्लोर गर्न खोजेको हो क्या एक्सप्लोर गर्न खोजेको चिनाउन खोजेको क्या राम्रो चिजहरूलाई राम्रो चिजलाई जुन चाहिँ सुधार गर्नुपर्ने छ जुन चाहिँ देखाउनु पर्ने छ देशहरूमा मतलब धेरै देशहरूमा सक्दैन इन्डियासम्म चाहिँ इन्डिया मतलब हिन्दी भाषाले अब कहाँसम्म पुग्छ त्यो अनुसारले चिनाउन पहिलादेखिको मेरो ड्रिम हो आफ्नो ठाउँलाई चिनाउने भन्ने एउटा किनकि आधी त मेरो फ्यामिली नै इन्डियन हो इन्डियाबाट हो इन्डियन छैन नेपाली तर इन्डियामा बस्नुहुन्छ एन्ड धेरै अडियन्सहरू इन्डियाबाट पनि हुनुहुन्छ नि त्यही भएर पनि र आफ्नो देशलाई आफ्नो ठाउँलाई चिनाउनु लागि चाहिँ म हिन्दीबाट भ्लग बनाउनु लागेको हो च्यानल चाहिँ त्यही हो म एकदम सानैबाट मेसीको डायहार्ड फ्यान भएकोलाई चाहिँ एङ्कारा मेसी भन्ने च्यानलमा चाहिँ अपलोड गर्छु तपाईँहरू पनि साथ दिनुपर्ने हुन्छ तपाईँहरूको साथले पनि अब आफ्नो ठाउँलाई चिनाउन सक्छु म सो त्यही हो एउटा सानो अपडेट थियो होइन अर्को मेरो नेपाली च्यानलमा चाहिँ त्यही हो मोमेन्टहरू आफ्नो परिवारसँग साथीभाइहरूसँग मोमेन्टहरू क्याप्चर गर्ने टाइममा चाहिँ त्यहाँ नेपालीमा भ्लग गरेर हाल्छु होला कहिलेकाहीँ त्यहाँ चाहिँ तर डेली टाइपमा चाहिँ एङ्कारा मेसीमा चाहिँ हुन्छु म सबैसँग नेपालीबाट पनि बोलिरहेको हुन्छु तर क्यामेरासँग कुरा गर्दाखेरि चाहिँ हिन्दीबाट बोल्नेछु सो त्यही हो आफ्नो ठाउँलाई चिनाउनु लागि म त्यसरी काम गरिरहेको छु सो अहिले चाहिँ यति नै हामी भ्लगमै भेट्नुपर्छ है त।